कालिन्दो कुञ्ज कहिले पनि सुध्रिने भएन, हमेसा जाम रहेछ यो कालिन्दो कुञ्जको टोल ट्याक्समा। कुनै यस्तो दिन छैन कि खाली मिल्ने, राति हो या दिन हो, जाम मिलिरहन्छ यो टोल ट्याक्समा। यो चाहिँ हो तुगलकाबादको इन्ट्री गेट, सबसे पहिला इन्ट्री गेट। यहाँ जो नयाँ ड्राइभरहरू आउँछ नि, जसलाई थाहा हुन्न त्यो मान्छेलाई के भन्छ भने चाहिँ मालिकहरूले एउटा कचडाको एउटा पहाड मिल्छ, त्यही हो तुगलकाबाद भन्छ यसलाई। यो माथि हेर्नु फोहोर हो सबै, यो माटोको पहाड होइन, यो फोहोरले फोहोर जम्मा गरेर यसरी पहाड भएको यो ठाउँ हो तुगलकाबाद। आज चाहिँ मलाई लाग्यो जाम छैन कि जस्तो लाग्यो, होइन भने यो बाटो यति लामो जाम हुन्छ। यस्तो सिस्टम छ यो भित्र। अब मसिनमा हाल्नुपर्छ हामीले पेपरहरू। डालना क्या इसमें? डाल दूँ? अब यहाँ हेर्नु यसरी हाल्नुपर्छ। हो गया, निकाल दूँ? अब सिस्टम यस्तो छ यहाँभित्र है। हो त्यहाँ फेरि पुलिसहरू पनि बस्ने यो भित्र, पुलिसहरूले चेक गर्छ यो भित्र। यही प्रकारको छ है यहाँ। हेर्नु है, म स्क्यान गर्छु। अब यहाँ स्क्यान गरेपछि गेट खोज्छ। अब यो फाटक, अब हेर्नुहोस् यस्तो छ सिस्टम यहाँ। यो गाडीको पावर देखाउँछ अहिले है तपाईँहरूलाई, कति पो ताकत हुन्छ भनेर म तपाईँहरूलाई देखाइरहेको छु। मान्छेहरू इन्जिनियरहरूले वैज्ञानिकहरूले के बनाउँछ नै, मिस्त्री वैज्ञानिक इन्जिनियर भयो, कस्तो कस्तो सामानहरू उठाउने मसिनहरू बनाउँछ। हेर्नुहोस् न, कन्टेनरहरू लोड गर्ने, यो भित्र कति टन माल होला भन्नुहोस् त तपाईँहरू। ल हेर्नु कन्टेनर डिपोमा कसरी लोड गर्दैछ हेर्नु गाडी।